काफले फकाउँछ काफले जानु कि नजानु भन्ने घटना चाहिँ ठ्याक्कै रियल घटना हो क्या रियल हो त्यो मेरो छिमेकी काफलेलाई चाहिँ एउटा लिम्बुनीले यति जिस्काउँथ्यो होइन ऊ काफले कहिले बिगार्छस् मलाई कस्तो त्यो मेरो त्यो बाल्यकालको त्यो उसमा चेतमा घुसेको थियो क्या त्यो कुरा चाहिँ ठ्याक्कै युवराज काफले त्यस्तै लेखिदिनु उसले नि त त्यही भोगेको थियो होला नि त राई गाउँमा हुर्केको रे ऊ उसको ढिट थियो राई लिम्बू मात्र कलर आउनु भएन राई र बाहुनको आउनु पर्यो भनेको थियो कि उसले चाहिँ ओके मिक्स हान्थ्यौँ नि त हाम्रै त म्युजिक सबै ऊ पारीको इन्डियाको पो कपी नगर्नु त बलिउडको पो कपी नगर्नु त हाम्रो त हाम्रै हो नि हाम्रो म्युजिक हामीले किन नगर्ने होइन भनेर ल भनेर हामीले ट्राई गरे हो जस अब सबैले मन पराइदिनु भएको छ फिल्मलाई पनि त्यसरी मन पराइदिए त मजै आउँथ्यो यो फिल्म तर एकदमै मन पराउनुहुन्छ होला जस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ अहिले अब हामीले हेरे अनुसार त कहीँ पनि अल्छी लाग्दो ठाउँ छैन कहीँ पनि निदाइ जाउँ जस्तो छैन होइन जसले गएर फिल्म हेर्नुहुन्छ सबैलाई अरे यो त मेरो घटना हो यार अरे यो त मेरै स्टोरीमा फिल्म बनायो क्या जस्तो लाग्छ होला